गर्नुपर्छ यी खेलाडीलाई कतैबाट पनि होइन अगाडिको टिम यसपालिको वर्ल्ड कप एमआलएले जित्छ रे कसरी हेर्ने कि हेर्ने थाहा छैन भने खेलाडी म्याच हुने यसरी सुरु भएको छ। हेलो एभ्रिवान, स्वागत छ फेरि पनि मेरो अर्को नयाँ भ्लगमा। ओहो, म चाहिँ खाना खाएर अघि नै भ्लग स्टार्ट गरिनँ, अहिले बल्ल भ्लग स्टार्ट गरेँ। म चाहिँ अब जान लाग्यो सिधै म चाहिँ ग्यारेजमा। अहिले वर्ल्ड कप हेर्ने हो, पैसा तिरेँ यार, पैसा तिरेँ अटोमा हेर्ने हो वर्ल्ड कप अटोमा। अहिले देखाउँछु हजुरहरूलाई म ज्याममा लाएर। यही अटो हाम्रो अटोमा के अरे ट्याब छ, त्यसमा हामीले पैसा तिर्यौँ। अहिले ज्याममा लाएर चोकमा गएर हेर्ने हो। अहिले चाहिँ सायद धेरै नै बर्खा लगाइसक्यो, यतातिर सबै केटाहरूमा पानी हालिराख्नु भएको छ र यता पनि यता चाहिँ सुक्खा छ। अब केही दिनमा यता पनि पानी राख्नुहुन्छ होला। सर सबै गाउँभरि बर्खा के अरे खेती लाउने के अरे धान रोप्ने सुरु हुन्छ। यता धानको बिउ अझै ठुलो भयो होइन, हाम्रो अब 2-4 दिनमा काट्ने हुन्छ के अरे काट्ने हुन्छ अनि लाउने हुन्छ धान। इन्टरनेसनल फुटबलबाट रिटायरमेन्ट लिएका थिए उनले, त्यसपछिको कमब्याक। त्यो कमब्याकसँगै आजको दिनमा मिरोस्लाभको रेकर्डलाई बराबरीमा लिएर आएका छन्, मान्नुपर्छ। हाम्रो वर्ल्ड कप चाहिँ यता चोकमा सुरु भएको छ, ओह्राली बजार नवीना चोक हो। फेरि अटोमा सर हेरिरहँदाखेरि अर्को एउटा खेलाडी म्याच हुने यसरी सुरु भएको छ। हामी चाहिँ फ्रीमा होइन है, पैसा तिरेर हेरिराख, पैसा तिरेर। टिकट हो यहाँबाट अवसर छ इन्जरीको लागि, गोल अन्तर यहाँबाट घटाउन सक्ने अवसर छ, तर फेरि पनि त्यसरी नै चुकिरहेको। रोज तो मारेको छोड़ के 28 बंग से ल पा यहाँबाट भने अझै पनि सम्झिरहेको स्प्रे पो छैन। त्यति धेरै तपाईँ बेस्ट थर्ड टिम बनेर जान सक्नुहुन्छ या सक्दैन भन्न पर्नेछ। पहिला जुन बल पछाडि मान्छे एउटा प्रोटेक्सनको लागि राखेको छ, एउटा बचाउको लागि राखेको छ, त्यो पनि थाहा छ मारेजले बललाई स्लाइड गर्न सक्छ। सक्यो गेम 6 मिनट प्लस 6 मिनटको समय थप गरिएको छ। 6 मिनटमा अब यहाँबाट यो दोस्रो गोल भइहालेको छ। मेसीले एउटा सजिलो ट्याकल गरे, त्यसपछि तेस्रो गोल यदि हामीले हेऱ्यौँ भने त्यो पनि काउन्टर अट्याकबाट आएको गोल थियो। यो कसरी सम्भव भयो? जब बल नहुँदाखेरि कसरी बस्यो त अर्जेन्टिना, त्यो कुराबाट सम्भव भयो। त्यो कुराको लागि यहाँ सम्मान गर्नुपर्छ यी खेलाडीलाई कतैबाट पनि होइन। अगाडिको टिम कथा गरिरहेछ अनि त्यो कथाको नायक बन्नेछ लियोनल मेसी। कान्सास सिटी स्टेडियमले आज फेरि अर्को एउटा नयाँ इतिहास। यसरी चाहिँ हामी वर्ल्ड कप हेर्दै थियौँ। हाम्रो अहिले अर्जेन्टिना र अल्जेरिया बिचको वर्ल्ड कप सकिएको छ। के अरे मेसीले 3 गोल ह्याट्रिक हानिदिएको छ भनेपछि 3 गोलले पछि पारेको थियो। यसरी चाहिँ हामी वर्ल्ड कप हेर्दै थियौँ। के अरे त्यो फ्रीमा होइन है, फ्रीमा होइन। मान्छे फेरि कमेन्ट गर्ला यतिकै हेऱ्यो के अरे इलिगलवाला हेऱ्यो भन्ला। फेरि इलिगल होइन है, मैले पैसा तिरेको थिएँ, 549 रुपियाँ तिरे हो यी सेवादेखि। एफडिजी हो। यदि कहिले मतलब कसरी हेर्ने कि हेर्ने थाहा छैन भने पैसा तिर्नुहोस् झ्याम्मै 549 रुपियाँ अनि फोनमा हेर्नुहोस्। फोनमा मात्र हेर्नुभयो भने 550 अनि ल्यापटप अथवा यताउति वेबसाइटतिर हेर्नुभयो भने टिभीतिर हेर्न मन छ भने त्यो चाहिँ 1000 रुपियाँ तिर्नुपर्छ है, नत्र 550मा फोनमा मात्र आउँछ। त्यो फोनमा मात्र हेर्न मिल्दैन नत्र अरू त्यसमा। हजुरहरूलाई कतिको फुटबल मनपर्छ, कसको यदि फुटबल मनपर्छ भने कसको फ्यान हुनुहुन्छ कमेन्ट गर्नु होला। मेसीले त हानिदियो यार, अहिले त हानिदियो मेसीले झ्याब आबुई। तर त्यो के अरे एकचोटि सेकेन्ड गोल त क्या मजा, कस्तो मजाको पाएको यार मेसीले। झ्याप्पै फ्याट्टै आयो, किपरले टच गर्यो, झ्याप्पै त्यसको अगाडि गयो ल्या। तर जे हान्यो मेसीले नै हान्यो, जे होस् होइन, त्यही हो। ल कमेन्ट गर्नु होला हजुर कसको फ्यान हुनुहुन्छ। अब आज बेलुका अहिले फेरि खै कुन कसको अहिले 9:45 पौने 10 बजेतिर होइन, पौने 10 बजे खै कसको एउटा अझै गेम छ। अनि त्यसपछि फेरि
रोनाल्डो फेरि रोनाल्डो त फेरि मेरो फेभरेट हो नि फेभरेट भने पनि मलाई सबै मनपर्छ मेरो फर्स्टमा रोनाल्डो अनि सेकेन्डमा एम्बाप्पे अनि नेमार मेस्सी अनि अझै के चाहिँ अघि भर्खर नामै याद हुन्न कि नामै फेस याद हुन्छ नामै याद हुन्न के त्यो भिनिसिनी अझै के त्यो सबै के धेरै छन् नाम याद छैन जस यो 3-4जनाको झ्याप्पै याद छ क्या राम्रो प्लेयरहरूको के कस्तो इङ्ग्लिस बोल्नु नि यो झ्याप्प ल अब चाहिँ एकछिनपछि फेरि हेर्नुपर्छ फेरि देखाउँछु त्यो त देखाउनु न होला त्यो धेरैले हेर्दा नि हेर्दैन होला ल अब तर पनि अब ल हेरौँ है कस्तो खेल्दो रहेछ त्यहाँ नि राम्रै खेल्दो रहेछ नि वर्ल्ड कप हो त यार हेलिकप्टर कहाँ बजिरहेछ भनेको त यहाँ पो गइरहेको रहेछ हे म त हेलिकप्टर जस्तो सोचिरहेको थिएँ यार हेलिकप्टर कहाँ उडिरहेछ अघिदेखि भनेको त ल्या यहाँ फ्यान पो रहेछ मामाको यसपालिको वर्ल्ड कप कसले जित्ला त यार कसले जित्ला यसपालिको वर्ल्ड कप मेरो मामाले भन्दै हुन्छ यसपालिको वर्ल्ड कप एमाले जित्छ रे एमाले जित्छ रे यसपालिको वर्ल्ड कप अब घन्टीले जितिसक्यो अब एमाले जित्छ केपी बा एमाले जित्छ रे वर्ल्ड कप फेरि तिमी आउने भयो के आउने भयो बुढो तिम्रो किडनी नै फेल भइसक्यो बिचरा फेरि किडनीको त्यो तार त्यो के अरे जोडेको तार चुड्डेला है एमाले वर्ल्ड कप जित्यो भनेर आउलो फेरि के हङ्गाम मचाउने के अरे देखिरहेको थिएँ सोचिरहेको छौ रे यस्तो नगर बा तिम्रो फेरि किडनी त तार के अरे जोडेर चलिरहेछ फेरि चुड्डेला नि अटोमा आऊ बस मामाले अटोमा बसेर घुमाउनुहुन्छ तिम्रो तार किडनीको तार चुडाइदिनुहुन्छ फेरि पनि हाम्रो अर्को गेम सुरु भइसकेको छ अर्जेन्टिना र अस्ट्रिया के चाहिँ अघि गेम थियो नि अर्जेन्टिना र अघिको गेम सकेर अर्को गेम सुरु भइसकेको छ अघिको गेम 6:45 मा सुरु भएको थियो भने अहिले 9:45 मा सुरु भइसकेको छ अब चाहिँ यो हेर्छौँ हामी यसमा कुनै खास त छैन तर पनि हेरौँ न वर्ल्ड कप गेम हेरौँ न कोही खास प्लेयर त थाहा होइन तर पनि हेरौँ कस्तो खेल्दो रहेछ यो सही समयमा आएको छ हाइड्रेसन ब्रेक भन्दा अगाडि आएको छ यो लिड टोरुमी साइड है अलि हेर्न सक्छौँ यो प्रहार बन्द हो गयो प्रहार मेरो त बल्ल टाइम मिलिरहेछ यार दिनभरि के गर्यो ग्यारेजमा अटो बनाउनै बिजी भयो वर्ल्ड कप हेऱ्यो एकछिन सुतेँ त्यसपछि त ग्यारेजमा बिजिकको बिजी अहिले कति बज्न लाग्यो अहिले भर्खर घर जान लाग्यो अझै लाग्नु भयो अटो लिएर अङ्कल बुवा भर्खर घर जान लाग्यो अहिले खै कति बजिसक्यो यार 8-9 बज्न लागिसक्यो क्या टाइम नि हेरेँ होइन अब घर गएर फेरि कति 10-11 बजे वर्ल्ड कप छ त्यो हेरिन्छ अनि बल्ल सुतिन्छ यार ओके गाइज अब चाहिँ मेरो भिडियो मेरो भ्लग खै कति मिनटको भयो थाहा छैन मलाई त धेरै चाहिन्न मलाई 8 देखि 10 मिनटदेखि भयो पुग्छ क्या मेरो भ्लग मेरो भिडियो ल अब चाहिँ म घर जान्छु अनि आजको लागि चाहिँ यति नै के गर्नु अब अहिले भ्लग पोस्ट हुन्न भोलि बिहान हुन्छ भ्लग पोस्ट आज दिनभरि म डेली भ्लग बनाउँछु राति पोस्ट गर्छु अहिले त पोस्ट हुनुपर्ने हो क्या अहिले मेरो यो भिडियो पोस्ट हुनुपर्ने हो तर के गर्नु अब होइन पोस्ट भएन अहिले भर्खर त घर जान लाग्छु कति बेला एडिट गर्छु कति बेला पोस्ट गर्छु कति बेला थम्बनेल बनाउँछु बाबै कति गाह्रो हुन्छ त्यसैले अब भिडियो पोस्ट म बिहान गर्छु अनि जसले अन्तिमसम्म हेर्नुभयो धन्यवाद बोल्न नि आउन यार के हान्नु बिस्तारै बनाउँदैछु बिस्तारै बानी पर्दैछ हस् त धन्यवाद गाइज जसले हेरिदिनु भयो अन्तिमसम्म अनि भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला हस् त धन्यवाद अब मिलेंगे यार अगली वीडियो में थैंक यू गाइज ल अब अर्को भिडियोमा भेटौँला है गुड नाइट।